सम्पूर्णलाई नमस्कार र आज म तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट कुरा गर्न गइरहेको छु है र यो कुरा चाहिँ विशेष हरेक फ्यामिली हरेक बाबा-आमा हरेक छोराछोरीको लागि नै एकदमै इम्पोर्टेन्ट हो है र यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। र पछिबाट तपाईँहरूलाई सायद धोका या पछतावा पनि हुनसक्छ है। र जो टपिक म तपाईँहरूसँग आज राख्न गइरहेको छु यसको विषयमा है प्रायः जस्तो कन्टेन्ट क्रिएटर या कुनै पनि सोसल मिडियामा है तपाईँहरूले यसको आइडिया या जानकारी दिएको छैन र आज म तपाईँहरूलाई दिन गइरहेको छु है। अनि यदि यस भिडियो हेरेपछि तपाईँहरूलाई यस भिडियो जानकारीमूलक लागि अवश्य यस भिडियोलाई तपाईँले आफ्नो आफन्तमाझ आफ्नो साथीभाइमाझ आफ्नो परिवारमाझ पनि तपाईँहरूले सेयर गरेर उनीहरूलाई तपाईँले इन्फर्मेसन दिन सक्नुहुन्छ र हेर्नुहोस् यो पुरा भिडियो। ये बड़ी अच्छी बात कही आप। आज कसैले पनि है मरणलाई या मृत्युलाई जो मरण हुन्छ है डेथ हुन्छ है र त्यसलाई रोक्न सकिँदैन र मरणले या मृत्युले है कसैलाई पनि ठुलो सानो भन्न सकिँदैन है। र यसर्थ आज विश्वलाग्दो कुरा के हुन्छ भने जब घरमा एउटा मुख्य सदस्य हुनुहुन्छ है जसले चाहिँ घरमा कमाइ गर्नुहुन्छ है कतिको बाउ हुनुहुन्छ है कमाइ गर्ने, कतिको आमा हुनुहुन्छ घरमा कमाइ गर्ने है या कतिको छोरा हुनसक्छ या कतिको छोरी हुनसक्छ परिवारमा है मेन कमाइ गर्ने। र जब घरमा कसैको है र विशेष मुख्य सदस्यको जब मृत्यु हुन्छ है तब घरको जो एउटा फाइनेन्सियल कन्डिसन हुन्छ आर्थिक अवस्था एकदमै ढलेर जान्छ है र ती बाँच्ने परिवारहरूलाई है आर्थिक रूपले उनीहरू अगाडि बढ्न एकदमै साह्रो पर्छ है जब घरकै परिवारहरू जब घरका मुख्य सदस्य है को मृत्यु हुन जान्छ। र यसर्थ म तपाईँहरूलाई आज एकदमै मुख्य कुरा चाहिँ के भन्न गइरहेको छु भने है र हुन त धेरैजनाले यो गरेको पनि होला है र यसलाई अब जसको हातमा 5 पुस्तासम्म 6 पुस्ता 7 पुस्तासम्म खाने पैसा छ है उनीहरूको लागि यो भिडियो इम्पोर्टेन्ट होइन। तर तपाईँ हामी जस्तो जो साधारण जनताहरू हुनुहुन्छ है र उसैको निम्ति यो भिडियो एकदमै मलाई जरुरी लाग्दछ है। धेरैजनाले गरेको पनि होला है या कतिजनाले बुझेर पनि गर्नु नभएको होला है र यो कुरा सत्य कुरालाई म बोलिरहेको छु है। आज यसलाई मृत्युलाई हामीले ढाक्न र छोप्न सकिँदैन र यसर्थ तपाईँ हरेक परिवारले नि है आफ्नो नाममा है इन्सुरेन्सहरू गरेको राम्रो है। जस्तै एलआइसी भयो या कुनै ब्याङ्कतिर गएर फिक्स्ड डिपोजिट आरडीहरू पनि तपाईँहरूले गर्नु सक्छ है र पोस्ट अफिसतिर गएर पनि तपाईँहरूले डिपोजिटहरू गर्नु सक्छ है। र तपाईँहरूले यो डिपोजिट गर्दाखेरि चाहिँ एकदमै अब ध्यान दिएर है तपाईँले यसमा पैसा इन्भेस्ट गर्नु पर्यो है। तपाईँले एलआइसीहरू इन्सुरेन्सहरू हेल्थ इन्सुरेन्स गर्नु सक्नुहुन्छ, एलआइसी गर्नु सक्नुहुन्छ र त्यसमा तपाईँले एजेन्ट राम्रो छ या छैन त्यो पनि तपाईँले ध्यान दिनुपर्ने छ है। किनकि कति जग्गातिर त है एजेन्टले पनि पैसाहरू मिसयुज गरेको भन्ने हामी सुनिरहेको छ है। र एउटा इन्सुरेन्स भयो र अर्को बेस्ट आइडिया हुन्छ तपाईँको स्टेट ब्याङ्कमा जो आरडी हुन्छ है यो पनि तपाईँले गर्न सक्नुहुन्छ है। महिना पछि तपाईँको नर्मल ब्याङ्कबाट है 500 रुपियाँ 1000 रुपियाँ 2000 अब तपाईँले कति सक्नुहुन्छ महिना पछि त्यो आफ्नै नर्मल ब्याङ्कबाट काटिने है। मानिलो तपाईँको नर्मल ब्याङ्कमा 10,000 छ र नेक्स्ट मन्थदेखि तपाईँको है त्यहीँबाट 500 हुँदै है यदि तपाईँले 500 रुपियाँ गर्नुभयो भने 500 रुपियाँ काटिँदै जान्छ या 1000 गर्नुभयो भने तपाईँले 1000 रुपियाँ काटिँदै जान्छ। किनकि त नर्मल ब्याङ्कमा त तपाईँले त्यो पैसा युज गर्नुहुन्छ है तपाईँको एटिएम छ भने अझै तपाईँको पैसा झन् ज्यादा तपाईँले युज गर्नु सक्नुहुन्छ। तर त्योलाई तपाईँले आरडीहरू है डिपोजिटहरू अर्को स्टेट ब्याङ्कको त्यो तपाईँले त्यो अर्को आरडी खाता बनाएर है त्यसमा तपाईँले महिनै पछि आफ्नो नर्मल ब्याङ्कबाट काटिन सक्छ। र कति हुन्छ आफै फिजिकल्ली गएर है बुझाउने जस्तै पोस्ट अफिसमा भयो है सेन्ट्रल ब्याङ्कतिर भयो होइन तपाईँले फिजिकल्ली डिपोजिट पनि गर्न सक्छ है या कुनै एजेन्टलाई पनि तपाईँले दिएर बुझाइ माग्नु सक्नुहुन्छ। तर मैले भनिहालेँ कुनै एजेन्टलाई दिँदाखेरि तपाईँले एकदमै ध्यान दिनु पऱ्यो किनकि धेरैजना है एजेन्टहरूले मिसयुज गरेको हामीले सुनिरहेको छ है। र आज तपाईँले आफ्नो बाबाको नाममा पनि तपाईँले बनाइदिन सक्नुहुन्छ, आफ्नो आमाको नाममा पनि है या तपाईँले आफ्नै नामको पनि तपाईँले त्यो डिपोजिट तपाईँले गर्न सक्नुहुन्छ है। या यदि घरमा कमाउने बाबा हुनुहुन्छ भने है आफ्नो श्रीमतीको नाममा आफ्नो छोराछोरीको नाममा पनि तपाईँले त्यस्तो इन्सुरेन्सहरू या कुनै डिपोजिटहरू तपाईँले स्किमहरू तपाईँले बनाइदिन सक्नुहुन्छ। किनकि आज जब तपाईँको मृत्यु हुन्छ है घरमा है फाइनेन्सियली तपाईँहरू है आर्थिक रूपमा तपाईँको फ्यामिली एकदमै डाउन भएर जान्छ र तपाईँको
मृत्युवाद पनि है उनीहरू फाइनेन्सियली आर्थिक रूपमा उनीहरू अगाडि बढ्न सकोस्, आर्थिक रूपले उनीहरूलाई कमजोर गर्न नसकोस् भनेर है तपाईँहरूले यसरी इन्सुरेन्सहरू गर्न सक्नुहुन्छ। यदि यस भिडियो तपाईँहरूलाई जानकारीमूलक लागि अवश्य यस भिडियोलाई तपाईँले जति सक्दो सेयर गरेर तपाईँको परिवार, तपाईँको साथीभाइमाझ, तपाईँको आफन्तलाई पनि तपाईँले जागरुक गर्न सक्नुहुन्छ। धन्यवाद।